हेर्छु नि म के सब्जी पकाएर खाँदो रहेछौ भने कि बुढीले हिजो अस्ति माइत जाँदाखेरि म के पकाएर खाँदो रहेछौ तिमीले। हामी नहुँदा तिनीहरूको भात चल्दैन भनेको होइन। यहाँ हेर है हामी अब यो दाल चाहिँ चट्ट दाल बनाएँ मैले अलिकति दालमा। अब यो चाहिँ फेरि काँचै खाने अब गाइस म त पकाउँदिनँ भनेर बुढीलाई भन्दैछु। हेरौँ ल काँचै त खान्छ होला भने काँचै हानिदिने अब स्याट सिमी हो गाइस कलिलो सिमी काँचै अनि टमाटरको अचार अलिकति पकाउँदिनँ। आहा कस्तो मिठो हो यो। पकायो भने भिटामिन जान्छ। काँचै खायो ठुलाइको यो भनेर अनि काँचै खाइदिएँ म त यस्तो मिठो। के पकाउनु पर्छ त मलाई सब्जी पर्दैन नि। छोरी मान्छे नहुँदा उनीहरूले हामीले पकाएर दिएको पनि मिठो भएन भने हामीलाई काँचै मिठो लाग्छ। पकाएर दिएको तिमीहरू के अब जाऊ माइत काँचै मिठो लाग्छ ठुलाइलाई यस्ता कुराहरू। आहा साह्रै मिठो टमाटरको अचार यो जाडोमा तातो तातो भात होइन अनि यो सिमीको सब्जी अर्कोबाट खोर्सानी खाए जस्तो छ यो त गुलियो गुलियो मिठो। दुईवटा भए पुगिहाल्दो रहेछ किन यति किनेर लिएर आउनु पर्यो बजारबाट। काँचै कति मिठो हुन्छ पकायो भने उसको भिटामिन गइहाल्छ गाइस। ल धन्यवाद। कस्तो लाग्छ मलाई भिडियो मेरो। काँचै खाने हो ठुल्दै पकाएर खानु नि चाहिँ नभन्नु नि फेरि काँचै खाइदिन्छु म त मिठो लाग्छ त के हाल्ने। उहिलेका बुढापाकाहरूले रुखको बोक्रा खाएर बाँचेका रुखको बोक्रा खाएर 200-400 वर्ष बाँचेका थिए अरे। अब हामी 50 वर्षमा काउरे परिसक्यो गाइस।